ए भर्खरको रहेछ त बाबु त अनि ए नमस्ते कति वर्ष लाग्यो 18 लाग्यो कतिवटा लाग्यो गोली छरा लागेको ए यतापट्टिको ए कति गते 24 गते अनि यो के यो तपाईँहरू घर हो कि के हो यो कोठामा बस्ने हो तिम्रो नाम भन्दै कान्छा सञ्जय लामा दुखे छ हिँड्न सके छैन हो ए बिचरा हेर त अनि यो कोठाको भाडा कति त यो एउटा कोठाको दुईटा छ भात पकाउने ठाउँ उता हो ए अनि त्यही त अनि अस्ति नै किन कल नगरे त मलाई पहिला अनि तिमीलाई कहाँ लागे छ र बाफनमा कालीमाटीमा कति गते 24 गते ए अनि कहाँ पर्थ्यौ नि यो खुट्टामा किन रगत लाग्छ के भयो हजुर ए त्यही त अनि ल अब यहाँ सहयोग चाहिँ आछ ल्याउ त कान्छ अनि सहयोग चाहिँ यहाँ हाम्रो यो ड्रिम हाइट सिडनी बाट चाहिँ यो साजन भाइको नेतृत्वमा साजन श्रेष्ठ भने चिन्छौ साजन के त्यो यो कमेडियन हुन्छ नि एकजना त्यो हँसाउने के मोटे मोटे हुन्छ नि हो हो उहाँको नेतृत्वमा ड्रिम हाइट सिडनीको ग्रुपबाट उठाएको थियो 3,70,000 उठेकोमा 1 लाख चाहिँ अरूलाई पनि दिनुपर्छ भाइ तिमी जस्तो अरू पनि घाइते हुनुहुन्छ होइन के छ तपाईँहरूको अवस्था पनि बिचरा केही नाजुकै छ भनेर मलाई कला भएर अनि त्यसपछि गएर बिचरा ल यो 1 लाख रुपियाँ भाइलाई है सहयोग ल ल भाइ कान्छा राम्रोसँग पढ ल अनि पहिला दिदीलाई किन कल गर्नु नम्बर थाहा नभएर हो ए कति लाग्छ र यो बिसो हुनलाई 27 गतेदेखि चाहिँ खुट्टा